गुड मर्निङ गाइज। अब कलेज जाने बेला अब भर्खर उठेर आउँदैछु कलेज जानलाई। अब बिस्तारै कलेज जानुपर्छ। कलेज गएर नि के गर्नु हो, पुरै घन्टी पढ्यो त हो नि, आधी पढ्यो निस्क्यो हिँड्यो खाली। आज नि त्यही त होला नि, पुरै घन्टी बसिँदैन होला, गयो डुल्यो। गएर नि के गर्नु, पढ्नै मन लाग्दैन, क्लास बस्यो मोबाइल चलायो, पढ्ने मन नलाग्ने भइसक्यो। के गर्ने के गर्यो, बरु घुमेर हिँड्दै ठिक होला जस्तो छ हौ। गाह्रो छ हौ गाह्रो। अब उठ्या छ भर्खर, त कति बज्यो, भर्खर 6 बजे गएर अझै आधी घन्टा बाँकी छ। 6:30 बजीतिर जानु पर्ला। अन्त क्लास 26 को हो नि, भएर के भन्छ जाने बेला जान्छ कति बजी, 36 मा। यस्तो छ मान्छे, हामी ट्यालेन्ट खत्रै छ हौ। अघिसम्म गाडी हिँडे जस्तो लागेको थिएन, अहिले त हिँड्न थालेको छ त हौ। उज्यालो भएर हो कि क्या हो, भर्खर त उज्यालो भएछ। अनि किन उज्यालो भएरै होला सायद मान्छेलाई। खै आज यताको टोलीहरू कलेज जाने नि आएन बुढाहरू। बुढाहरू के भन्नु, ठुलै हो, +2 पढ्ने हो क्या जस्तो लागेको थियो। सधैँ त भेट्थ्यो त 6 बजी, आज त भेटेँ नि त। गइसक्यो क्या कि म ढिलो उठ्यो, छैन खै आउँदै होला नि।